अब युकेबाट सिधै अस्ट्रेलिया जाने कि हजुर आज अहिले अनौठोवाला कुरा लिएर आएकी छु मैले तपाईँ युकेमा हुनुहुन्छ तपाईँको चाहिँ पढाइ सिद्धियो तपाईँले ब्याचलर्स पनि कम्प्लिट गरिसक्नु भएको छ मास्टर्स पनि कम्प्लिट गरिसक्नु भएको छ तपाईँको पिएचडब्ल्यू पनि लगभग सिद्धि नै लागेको छ तपाईँलाई चाहिँ अहिले नेपाल गइहाल्नु जस्तो लागेको छैन अझै एक्सप्लोर गर्न मन छ अरू देश जान मन छ भने चाहिँ तपाईँले युकेबाट सिधै अस्ट्रेलिया जान सक्नुहुन्छ अब त्यसको लागि फेरि सम्बन्धित व्यक्ति चाहिँ स्टुडेन्ट चाहिँ नेपाल आइरहनु पनि पर्दैन है तपाईँको प्यारेन्ट्सले वा तपाईँको आफ्नो हुन्छ नि त रिलेसनमा पढ्ने व्यक्तिले चाहिँ तपाईँको प्रोसेस यहीँबाट चाहिँ गर्नुभयो भने तपाईँले युकेबाट डिरेक्टली अस्ट्रेलिया चाहिँ पढ्न जान सक्नुहुन्छ तपाईँले आइएल्स चाहिँ गरे हुनुपर्छ तपाईँको आइएल्समा 6.5 नट लेस देन 6 चाहिँ स्कोर आउनुपर्छ अझै कसरी भन्ने क्वेसन चाहिँ तपाईँको मनमा छ भने चाहिँ तपाईँले कमलादीमा रहेको फोर्थ इन्टरनेसनल काठमाडौँ भिजिट गर्नु होला म तपाईँलाई सबै जानकारी चाहिँ दिनेछु